गाइज आर्सेनलको डिफेन्स साँच्चीकै बवाल छ है त। वी निड टु टक अबाउट द्याट। अहिलेसम्म आर्सेनलले सिजनको स्टार्टिङदेखि 1 गोल मात्र खाएको छ र 5वटा म्याच भइसक्यो अहिलेसम्म। त्यसमा नि 1 गोल त्यो नि इन्सियन फ्री किकबाट आएको थियो है त। लिटरली ओपन प्लेबाट गोल नै खाएको छैन आर्सेनलले अहिलेसम्म, विच इज भेरी भेरी इम्प्रेसिभ थिङ है त। फेरि आर्सेनलले गोल पनि 1 गोल हानेर त्यस्तो गरेर खेलेको चाहिँ छैन है त। कुनै कुनै टिमलाई 5 गोल 3 गोलसम्म हानेको छ, त्यही पनि क्लिन सिट राख्न सक्सेसफुल भएको छ है त आर्सेनलले। आजको च्याम्पियन्स लिगको आर्सेनल भर्सेस एथलेटिक क्लबको म्याचको कुरा गर्नुपर्दा यो म्याच चाहिँ 2-0 स्कोर लाइनमा इन्ड भयो र गाइज यो गेममा चाहिँ एथलेटिक क्लबले अलि प्रेसिङ गर्न खोज्दै थियो कि सुरुमा आर्सेनललाई, र आर्सेनलले चाहिँ अलि गेमलाई काम वेमा खेल्न खोज्दै थियो फर्स्ट हाफमा, र भिक्टर ग्योकेरेसको चाहिँ हेड ठोकेको थियो ग्याब्रियलसँग, त्यही नै उसले खेल्न चाहिँ खेल्यो है त। र यसै क्रममा गोललेस नै रह्यो त फर्स्ट हाफ चाहिँ। तर सेकेन्ड हाफमा आर्सेनलले अलि इन्टेन्सिटी बढाउन थाल्यो, त्यही नै गोल आइरहेको थिएन क्या। तर मिकेल आर्टेटाले बोल्ड डिसिजन लिन्छ र ग्योकेरेस र एजेलाई सब गरेर ट्रोसार्ड र ग्याब्रियल मार्टिनेली ल्याउँछ र त्यो दुइटै सब्स्टिट्युट चाहिँ सुपर सबमा कन्भर्ट भइदिन्छ है त। आएको केही सिनमै ग्याब्रियलले ट्रोसार्डको एसिस्टमा गोल गरिदिन्छ भने केही मिनटपछि मार्टिनेलीको एसिस्टमा ट्रोसार्डले पनि गोल गरिदिन्छ है त। र यो सब चाहिँ मिकेल आर्टेटाले मास्टर स्ट्रोक नै फालेको जस्तो लाग्यो है त, किनकि यो सब चाहिँ वर्क गर्यो है त। र त्यसै गरी आर्सेनलले चाहिँ 2 गोलको साथ च्याम्पियन्स लिगको फर्स्ट म्याच चाहिँ एथलेटिक क्लबसँग जितेको छ र यो गेम चाहिँ एथलेटिक क्लबको होममै रहेको थियो है त। सो दिस वाज अ ह्युज विन फर आर्सेनल जस्तो लाग्छ है त मलाई चाहिँ। त्यसै गरी गाइज अब कुरा गरौँ रियल मैड्रिड भर्सेस मार्सेलीको है त। यो म्याच चाहिँ ड्रामाले भरिएको म्याच रह्यो। सुरुमै अलेक्जेन्डर आर्नल्ड चाहिँ इन्जर्ड भएर गएको थियो र कार्वाहाल चाहिँ त्यो ठाउँमा आएको थियो र पछि लास्टमा त कार्वाहालले नै रेड कार्ड पाइदिरहेको। र यो गेममा चाहिँ रियल मैड्रिडले 2वटा पेनाल्टी पायो र त्यो सेकेन्डवाला पेनाल्टी चाहिँ मेरो विचारमा लास्टै कन्ट्रोभर्सियल नै थियो है त। र गाइज एज अ बायर्न फ्यान त्यो पेनाल्टी चाहिँ खासै थिएन जस्तो लाग्यो। अब खै रुल चाहिँ के हो थाहा छैन होइन, त्यही नै अब मेरो विचारमा चाहिँ त्यो पेनाल्टी चाहिँ थिएन है त। मेरो विचारमा मात्रै होइन, धेरैले यसको विरोध चाहिँ गरेको छ होइन यो पेनाल्टी थिएन भनेर। त्यही नै यो म्याच चाहिँ रियल मैड्रिडले राम्रै खेलेको थियो, जित्न चाहिँ डिजर्भ चाहिँ गर्थ्यो है त। रियल मैड्रिडले चाहिँ जति ट्राई गरे पनि गोल हान्न सकिरहेकै थिएन कि ओपन प्लेबाट, र यो गोल नहुनुको कारण चाहिँ मार्सेलीको त्यो किप्पर रहेको थियो है त। लिटरली 13 सेभ गरेको छ। र गाइज यो म्याचमा चाहिँ म्याड्रिडले सुरुको 10-15 मिनटसम्म त यस्तो दामी खेलिरहेको थियो, प्रेसिङ पनि यस्तो दामी गरिरहेको थियो, यतिको प्रेसिङ त मैले म्याड्रिडले गरेको देखाएको थिएन जस्तो भइरहेको थियो है त। र मार्सेलीले त आफ्नो हाफबाट बल नै लग्न सकिरहेको थिएन कि, त्यस्तो बबाल प्रेस गर्दै थियो म्याड्रिडले। तर एउटा मिस्टेक डिन हुइसेनले गरिदिन्छ र गोल चाहिँ खान्छ है त रियल मैड्रिडले फाइनली ओपन प्लेबाट चाहिँ। त्यसपछि त के हुनु, म्याड्रिड फेरि पनि लाग्न थाल्छ गोल हान्नतर्फ, तर सकिरा नै हुन्न। मार्सेलीको किपरले सब सर्ट रोकिदिरहेको थियो। तर गाइज यो गेममा सरप्राइजिङली म्याड्रिडको भन्दा बढी बल पोजिसन चाहिँ मार्सेलीको रह्यो है त। त्यही नै म्याड्रिडको सर्ट चाहिँ मार्सेलीको भन्दा लास्टै धेरै नै रह्यो र यसबाट चाहिँ म निकै सक छु है त। हामीले नर्मली यो सिजन चाहिँ जावी अलोन्सोले पोजिसन बेस नै फुटबल खेलाइरहेको देखिरहेको थियौँ रियल मैड्रिडलाई, तर यो गेममा चाहिँ सरप्राइजिङली पोजिसनको मामलामा चाहिँ मार्सेलीले जित्यो है त। तर म्याच चाहिँ रियल मैड्रिडले जित्यो होला, 2टा पेनाल्टी पायो र सेकेन्ड पेनाल्टी चाहिँ कन्ट्रोभर्सियल नै रह्यो। त त्यही नै विन इज अ विन। अब चाहे रिग्ड होस् या जे होस् म्याड्रिडले जिति नै सक्यो र जित्न डिजर्भ पनि गर्थ्यो है त। तर बिचरा मार्सेलीको किप्परको लागि चाहिँ अलिक दुःख चाहिँ लागिरहेको छ, त्यत्रो सेभ्स गर्दा नि 2टा पेनाल्टीले गर्दा म्याच हार्नु पुग्यो है त। र किलियन एम्बाप्पेले त हरेक म्याचमा गोल गर्दै हिँडिरहेछ कि। यो सिजन रियल मैड्रिडले केही इम्पोर्टेन्ट टाइटल जित्यो भने त किलियन एम्बाप्पेले ब्यालन डोर जित्ने चान्स एकदमै हाई छ है त, यही फर्म कन्टिन्यू गर्ने हो भने चाहिँ।